हामी यो बाटो धेरै हिँड्यो होइन, तर पनि यार पहिलोपटक चाहिँ बराह क्षेत्र आउँदैछौँ। यो चाहिँ हाम्रो बराह क्षेत्रको पृथ्वी चोक होला सायद, पृथ्वी चोक त होइन, पृथ्वी पार्क जस्तो छ। यहाँ थुप्रै गाडीहरू पार्क भइरहेको छ। हामी अब एकछिनमा बराह क्षेत्र मन्दिर प्रवेश गर्ने क्रममा छौँ। यो पूजा सामग्रीहरू टन्ने हामीसँग चाहिँ प्रदीप सर हुनुहुन्छ। सर पनि थुप्रै बाटो हिँड्नुभयो होइन, यो त धेरै 4-5 म पनि 2-3 पटक त हिँडेँ। अब त्यस्तै हो नि कि कहिलेकाहीँ अब के नमिल्ने आज चाहिँ पसाउने भनेर हामी चाहिँ यो क्षेत्रमा चाहिँ प्रवेश गर्दैछौँ। 4चोटि 5चोटि हो नि, अब कति शैक्षिक कार्यको लागि पनि आइयो, के कार्यको लागि आइयो होइन। तर चाहिँ यो पटक चाहिँ आँटै गरेर आएको नि त। ल आज त नत्र आज पनि जाउँ न, ढिलो भइसकेको छ भन्ने पनि हुन्थ्यो होइन। त्यही भएर आँटै गरेर आयो। यो अब हाम्रो नेपालको 4 धाममध्ये एउटा पूर्वको धाम बराह क्षेत्र, त्यसपछि हाम्रो अर्को रुरु क्षेत्र होइन सर? यो रुरु क्षेत्र भन्ने कुन क्षेत्र कहाँ पऱ्यो? अनि अर्को चाहिँ हरहर क्षेत्र भन्ने छ। यो त तपाईँको उसमा देवघाटलाई पनि भन्छ, त्यसमा चाहिँ यो पनि एउटा हो। सुनसरी 1मा रहेको यो सुनसरी 1मा पर्छ। यो तपाईँको देख्नुहुन्छ उतातिर सप्तकोशी होइन, सप्तकोशी। हामी यताबाट जान्छ होला नि सर? हामी यताबाट थ्याङ्क यू। यताबाट जान्छौँ। यहाँ सुरु हुँदैछ हाम्रो चाहिँ गेट। बराह क्षेत्र धरतीको पहिलो तीर्थ भनिन्छ यसलाई। अन्यथा के छ भन्दा हाम्रो यो धरतीको चाहिँ पहिलो तीर्थको रूपमा चाहिँ बराह क्षेत्र। बराहको अर्थ हुन्छ के हुन्छ सर? बराहको अर्थ सुँगुर होइन? यो एउटा चाहिँ विष्णुको अवतार पनि हो बराह। बराह अर्थ अवतार, सुँगुर के मानिन्छ कि बराह भनेको चाहिँ यसमा बराह भन्ने संस्कृत वर्ड भयो। यो क्षेत्र छ निकै रमणीय ठाउँमा छ यो चाहिँ। अब ठ्याक्कै हाम्रो चाहिँ कोशीको किनारमा, सप्तकोशीको भन्नुपर्छ, किनभने यसबाट पनि यही क्षेत्रबाट तपाईँको तराईमा कोशी प्रवेश पनि गर्दछन्। त्यस कारणले यो आफ्नै किसिमको महत्त्वहरू यसमा रहेको छ। हाम्रो तीर्थहरू चाहिँ फोटो खिच्ने, मेमोरी बनाउने क्रममा हुनुहुन्छ। हामी एकछिन सर र उतातिर हेर्छौँ, त्यसपछि अरू फोटो खिच्छौँ होइन सर? ल हेर्नुहोस्, यहाँबाट ठ्याक्कै तपाईँको यो चाहिँ सप्तकोशी, यहाँबाट अब तराई प्रवेश गर्दछन्। यहाँबाट यो 7वटा कोशी, तामाकोशी, सुनकोशी, दुधकोशी, इन्द्रावती र लिखु मिलेर कोका र कोशी नदीको सङ्गम स्थल पनि रहेछ। कोका र कोशी नदीको सङ्गम स्थल पनि हो। यो कोका रहेछ, यो कोका हो। अनि यसमा चक्क आएर अहिले चाहिँ पानी छैन कि क्या कोका आएको कि छ अलिअलि? ए यो हाम्रो यहाँ एकदम के अरे श्रम एकजना नेता छन् नि यहाँ धरानका, के नेता अरे तिनी? हर्क साम्पाङको पानीको कुरो पनि आउँछ कोका भन्दा होइन? कोकाको पानी, कोकाको पानी भन्छ नि, कोकाको पानी भन्छन्। अब कोकामा पानी नै छैन, के खुवाउँछन् कुनै तिनले? यद्यपि प्रयास चाहिँ प्रयास चाहिँ गरिरहेको छ। त्यहाँ रहेछ, पर रहेछ पानी, यता चाहिँ रहेछ। ल त्यहाँ पानी चाहिँ रहेछ। त्यसको सुन्दर पछि भनेको के अरे बराह श्राद्ध स्थल, चाहिँ ठुलो एउटा कबड हल जस्तो बनेको छ। महाभारत काव्यमा पनि यसको उल्लेख गरेको रहेछ होइन। तपाईँको नि व्यवस्थित रहेछ, सार्वजनिक शौचालय पनि होइन? यो कस्तो टक्क लाग्यो, यो के सनसेट जस्तो के पुराणमा चाहिँ यसको अभिलेख राखेको रहेछ। हो नि, त्यही भएर यसलाई चाहिँ धरतीको पहिलो तीर्थको रूपमा पनि लिइन्छ। यो श्रद्धास्थल छ। कोका नदी चाहिँ यो नदी ढुङ्गा पनि चल्दो रहेछ त, अहिले त बन्द भइसक्यो होला होइन? जसो त पारितिर लाने के होला ढुङ्गाहरूको तलसम्म जान्छ। तलसम्म जान्छ होला माथि त्यहाँदेखि। एकचोटि मैले यसमा तपाईँको यो ढुङ्गा छ नि। हजुर यहाँ हो कि उता चतरामा हो? यस्तो चतरामा हो कि सर, उता जस्तो लाग्छ मलाई। अस्ति एउटामा केमा देखिरहेको थिएँ मैले पनि त्यो। ए हो यतै हो कि कता हो? यहाँ त ढुङ्गा त अगाडि पनि छ, उता बिचो पनि छ। त कस्तो ढुङ्गा हो, यही हो कि के हो? यद्यपि जे भए पनि यहाँ चाहिँ हामीसँग सुन्दर सुन्दर कुराहरू छ। यो चाहिँ तपाईँको निकै झन्डै हाम्रो यो चाहिँ हजुर कोशी नदी पुग्ने आएपछि होइन? हुन्छ। यो हाम्रो कोशी नदीमा हामी जाँदैछौँ। तपाईँको यो बराह क्षेत्र
को चिनिनु यसको के छ अब अलिअलि यसको फ्याक्टर भन्नु सर ल यो बराह क्षेत्रको यसमा चाहिँ खासमा कार्तिक पूर्णिमाको अवसरमा विशेष गरी भारततिरबाट र मकर सङ्क्रान्तिको अवसरमा नेपालको पहाडी भेगबाट मेला भर्न आउँछन् होइन मान्छे अस्ति भर्खर यो के 1 करोड दीप प्रज्वलन भएको थियो नि माघ 19 देखि माघ 25 सम्म त्यो भएको थियो अब ऋषि पूर्णिमा व्यास पूर्णिमामा यो के हो दिदी पूर्णिमा लगायत सिन्का ए टपरीको लागि हो ए ए ए टपरी गाँच्नको लागि होइन कति पर्दो रहेछ एउटा मुठालाई ए 100 रुपियाँ हो सस्तो रहेछ नि अब हाम्रो राई काम नहुने नत्र त लग्नुहुन्थ्यो कुचो पनि होइन यतैको त होला नि राम्रो कुचोहरू रहेछ राम्रो रहेछ ल अब हामी चाहिँ टाढैबाट आएको हामी काठमाडौँबाट अब कस्तो हुन्छ हामी विराटनगरसम्म पुग्छौँ होला बस्ने ठाउँ पनि व्यवस्थित नै रहेछ यसो रहेछ नि त 4 क्षेत्रमध्ये हजुर यो हिन्दू पौराणिक कथाका 4 क्षेत्रमध्ये 2 भारतमा रहेछन् हो होइन 2 नेपालमा रहेछन् नेपाल रहेछन् यो नेपालमा कुरुक्षेत्र र धर्मक्षेत्र चाहिँ भारतमा रहेछ होइन अनि बराह क्षेत्र र मुक्तिनाथ चाहिँ हो यो बरा त्यो 4 क्षेत्रमध्येका हो 4 धाम चाहिँ होइन कि 4 क्षेत्र हो 4 क्षेत्र चाहिँ रहेछ त्यो भएर यो बराह क्षेत्र पनि महत्त्वपूर्ण उसमै आउँछ नि त्यही रहेछ नि सनसेट ठ्याक्कै सनसेट पनि हुन लागेको छ हामी यहाँ पुगेका छौँ बराह क्षेत्र देख्न सक्नुहुन्छ उतातिर निकै सुन्दर देखिन्छ बराह क्षेत्र आफैमा निकै सुन्दर क्षेत्र पनि हो यो 4 धाम मध्येमा सरले भन्नुभयो जस्तै यो 4 धाम मध्येमा 4 क्षेत्र मध्येमा 2टा क्षेत्र भारतमा र 2टा क्षेत्र नेपालको जुन चाहिँ एउटा चाहिँ मुक्तिनाथ अर्को चाहिँ यो बराह क्षेत्र हो यहाँबाट सप्तकोशी यहाँ देखिरहनु भएको छ